ओली र लेखकको 13 दिने हिरासत बसाई के भयो, अब के हुन्छ? पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक झिसमिसेमै पक्राउ, 13 दिनको हिरासत बसाई र आज रिहा। तर यो अन्त्य होइन, अब के हुन्छ भन्ने झन चासोको विषय बनेको छ। 14 चैत बिहान झिसमिसेमै प्रहरीले एमाले अध्यक्ष ओली र काङ्ग्रेस नेता लेखकलाई पक्राउ गर्यो। कारण थियो गत भदौ 23 र 24 गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दर्जनौंले ज्यान गुमाएको घटना। सो समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको जाँचबुझ आयोगले यो घटनाको छानबिन गरेर ओली र लेखकलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। मुलुकी फौजदारी संहिताको दफा 181 र 82 अनुसार लापरवाहीपूर्ण काम गरेर ज्यान मार्न नहुने कसुरमा उनीहरूलाई दोषी ठहर गरिएको थियो। बालन शाहको मन्त्री परिषदले यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीकै केही अधिकारीले हत्या नगर्न सुझाव दिए पनि राजनीतिक दबावपछि लिखित आदेशका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको थियो। पक्राउपछि ओली स्वास्थ्य समस्याका कारण शिक्षण अस्पताल भर्ना भए भने लेखकलाई महाराजगञ्जको प्रहरी गणमा राखिएको थियो। 13 दिनसम्म प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्यो। आयोगको प्रतिवेदन, अध्ययन, बयान, पीडित परिवारसँग सोधपुछ, पोस्टमार्टम रिपोर्टदेखि घटनास्थलसम्मका मुचुल्का सङ्कलन गरियो। तर अनुसन्धान पूरा हुन सकेन। अझै धेरै काम बाँकी थियो। गोली कसले चलायो, कसको आदेश थियो, कसको भूमिका के थियो भन्ने कुरा पुरै टुङ्गो लागेको थिएन। चिकित्सकहरूको बयान, थप साक्षीहरू, अरू प्रमाण जुटाउने काम बाँकी नै थियो। यही बीचमा सर्वोच्च अदालतको आदेश आयो। 26 गतेभित्र अनुसन्धान सक्नु, नसके हिरासत मुक्त गर्नु। समयमै अनुसन्धान नसकेपछि बिहीबार दुवैलाई हाजिरी जमानीमा छाडियो। अस्पतालबाट ओलीलाई पत्नी राधिकाको जिम्मा लगाइयो भने प्रहरी गणबाट लेखकलाई आफन्तको जिम्मा लगाएर पठाइयो। अब मुख्य प्रश्न, अनुसन्धान सकिएको हो? त्यस्तो होइन। प्रहरी भन्छ अनुसन्धान अझै जारी छ, बरु अब हिरासत बाहिरै राखेर थप प्रमाण जुटाइनेछ। ज्यान मुद्दा भएकाले अब मुद्दा दर्ता गर्न समय सीमा कडा छैन, किनकि ज्यान मुद्दामा प्रतिवादी हिरासत बाहिर भए पनि मुद्दा बुझाउने 25 दिनको हदम्याद लाग्दैन। जति पनि समय लागे पनि अनुसन्धान गर्न सकिन्छ। प्रहरीले साक्षी, चिकित्सक, आदेश दिने चेन सबै पक्ष खोतल्नेछ। अर्थात् ओली र लेखक आज घर फर्किए तर मुद्दा सकिएको छैन, अनुसन्धान चलिरहन्छ। प्रहरीले जति बेला पनि बोलाउन सक्छ। अब यो केस कता जान्छ, मुद्दा दर्ता हुन्छ कि हुँदैन, अदालतले के फैसला सुनाउँछ त्यो भने हेर्न बाँकी छ।